नमस्ते साथीहरू। यो चाहिँ चाइनाको बोर्डर ठिम्बुरे भन्ने ठाउँ हो होइन। आज भोटेकोसीको जुन हिम पहिरो हिमपात जो पहिरोबाट चाहिँ जुन पानी बहाव आएको थियो, पहिला सुरुमा चाहिँ यो चाइनाको आफ्नै ठाउँमा यसरी मान्छेहरू बिचरा भागिरहेका मान्छेहरूलाई पानीले चाहिँ यसरी बगाएको छ र यही पानीको प्रभाव चाहिँ हाम्रो नेपालमा नि छिर्यो होइन। र हाम्रो नेपालमा नि दुःखद घटना भएको छ। साथै बिचरा ती बोर्डर साइडमा चाइनिजहरूलाई धेरैलाई पानीले बगाएको देखिन्छ। यस्तो दुःखद घटना हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। कस्तो चाहिँ आकस्मिक रूपबाट पानी आएको छ र अझै यो पानी चाहिँ पुरा रूपमा चाहिँ नआएको भन्ने जानकारी आएको छ र केही भाग मात्रै फुटेको भन्ने कुरो छ। अझै सतर्क हुनुपर्ने चाहिँ हामीले देखिन्छ। यस्तो दुःखद घटनामा सबैलाई हामीले चाहिँ सहयोग गरौँ है, सबैलाई चाहिँ सहयोग गरौँ। हस्त, नमस्ते।